अब अलिकति हस्पिटल बन्द हुँदैछ। नर्स पढ्नु ए बाबा यो डक्टर पढ्छु भन्दा पाउँदैन, नर्स पढ्छु भन्दा पाउँदैन। अब उहाँहरूले 100 दिनको योजनामा के ल्याउनु भयो भने आज विदेश पठाउन चाहिँ अहिले ओपन गरिदिनु भयो। म चाहिँ विदेशका मान्छेहरू ल्याउँछन् होला, नेपालमा रोजगारी गराउँछन् होला भनेको विदेश पठाउन चाहिँ खोलिहाल्नु पर्यो। आज एकै दिनमा छ हुँदैन। र उहाँहरूले एउटा कुरो के बुझेको छैन भने नि यो देशको लगानी यो खालको नीतिले अब झन् लगानी हुँदैन। न्युरोडमा जानुहोस् त सबै त्रसित भएका छन्। लगानी किन गर्ने? अहिले 12 खरब रुपियाँ पैसा लिक्विडीमा छ। किन मैले लिन्न पैसा? किन लिएर के लगानी गर्ने? व्यवसायलाई सम्पत्ति शुद्धिकरण हालिदिने, उता गरिदिने, उता किन मर्नलाई लिन्छ हातगढी लाग्नुलाई लिँदैन नि। त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने किन आज भारत अघि बढेको छ, चाइना संसारमा शक्तिशाली हुँदैछ। उसँग कन्ज्युमर छ क्या, कन्ज्युमर मुख छ, खाने मुख छ। जहाँ बढी जनता छ त्यहाँ ज्यादा व्यापार चल्छ। हाम्रोमा व्यापारमा मान्छे छैन।